2015 सालमा यही वडामा उनको जन्म भयो। त्यही सरस्वती आदि वडाबाट प्राथमिक शिक्षा लिइन्। पोखरी माईबाट शिक्षा ग्रहण गरिन्। म पनि त्यही शिक्षा ग्रहण गर्दा गर्दै हामी दुईजनाको बाल्यकालमै विवाह बन्धनमा बाँध्यौँ। झन्डै म 16 वर्षको थिएँ, उनी 14 वर्ष। तर जीवनका धेरै क्षणहरू, कहिले दुःख, कहिले सुख, कहिले हाँसो, कहिले रोदो, यी सब कुराहरू जीवनका यथार्थता हुन्। यही क्रममा नारायणी मेमोरियल फाउन्डेसन स्थापना गर्यौँ। दुःखलाई, शोकलाई शान्तिमा बदल्ने प्रेरणा सबैमा आओस् भन्ने एउटा भावना राख्यौँ। नारायणी मेमोरियल फाउन्डेसनको जन्म भयो। नारायणी मेमोरियल फाउन्डेसन सबै वनकारी दाताहरूको एउटा आश्रयस्थल हो। अनन्त असहाय अशक्त जेन्दार